ल त हजुर म चाहिँ फाइनल्ली अहिले भेडा भएको ठाउँमा आइसकेको छु। एकदमै रमणीय ठाउँ रहेको छ। दाजु कतिवटा छ भेडा चाहिँ हजुरहरूको? टन्नै छ? ए यो कुन जातको भेडा हो त है? ए बडुवाल बडुवाल ए के अरे यो भेडाको यो पाठा छ नि दाजु, यो पाठाहरू चाहिँ वयस्क हुनुको लागि कति टाइम लाग्छ? निकै लाग्छ नि। ए के अरे यो बाख्रा सोसारै ब्याउने हो र यसले? कि त्यो 2 वर्षमा यी यस्तो बाख्राहरूले त 2 वर्षमा 3 पटक ब्याउँछ भन्छ होइन? वर्षमा 2 पटक ब्याउँछ। ए बाख्रा पनि 2 चोटि। त्यही त। यो उन काटेर होला है नि यस्तो भएको? हजुर ए हजुर पनि मैले भिडियो निकालेर लगेँ है दाजु।